नमस्कार, कार्यक्रम जनचासोमा तपाईलाई स्वागत छ। सामाजिक आर्थिक विकासका विविध पक्षहरूमा केन्द्रित यो कार्यक्रममा हाम्रा साझा सरकारका सवालहरू प्रस्तुत गर्छौं। आजको कार्यक्रममा भने हामीले कालीकोट जिल्लामा जलवायु परिवर्तन सहयोग कार्यक्रमका विविध क्रियाकलापहरूमा आधारित एक विशेष सामग्री लिएर आएका छौं। हेरौं कालीकोटमा जलवायु परिवर्तनको असर र अनुकूलनका लागि भइरहेका पहलमा आधारित यो वृत्तचित्र। यी सम्पदाहरू नेपाली पहिचान र सम्पत्तिहरू हुन् अनि हाम्रो कला संस्कृति र रहनसहन नै नेपाली गौरवका विषयहरू हुन्। बहुसंख्यक नेपाली जनता कृषिमा आश्रित छन्, तर पछिल्लो समय कृषि प्रणालीमा व्यापक फेरबदल आउन थालेको छ। 6 वर्ष अघि यहाँ स्याउ राम्रो फल्थ्यो अनि स्याउहरू गुणस्तरीय पनि हुन्थ्यो भने अहिले यहाँ स्याउ फल्दैन। स्याउ फल्ने ठाउँमा आँप फल्न थालेको छ। केला लगाएका छन्। अहिले केला भनेको तली माम्नतिर हुन्थ्यो, बदरीगाउँतिर हुन्थ्यो, रेङ्गेलतिर हुन्थ्यो भने अहिले केला माथि लेकतिर अब आडीपाडा सिमत लेकतिर सबमा गइसक्यो। किसानहरूको यो भोगाइको मुख्य कारक बदलिदो जलवायु हो। जलवायु परिवर्तनमा नेपाल जस्ता विकासोन्मुख मुलुकको भूमिका नगण्य भए पनि यसको असर भने हाम्रो जीवन पद्धतिसँग प्रत्यक्ष जोडिएको छ। लामो सुक्खापन, हिमालमा हिउँ पातलिँदै जानु, मनसुन प्रणालीमा गडबड देखिनु, बाढी पहिरो जस्ता घटना बढ्नु जस्ता समस्या जलवायु परिवर्तनका केही उदाहरणहरू हुन् जसले समुदायको दैनिकीमा प्रत्यक्ष असर पारिरहेको छ। जलवायु परिवर्तनबाट सृजित समस्यालाई सम्बोधन गर्न नेपाल सरकारले जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप राष्ट्रिय अनुकूलन कार्यक्रम नापा तयार गरे कार्यान्वयन गरिरहेको छ। नापाले निर्दिष्ट गरेको अनुकूलन सम्बन्धी कार्यहरूलाई स्थानीय समुदायको सहभागितामा कार्यान्वयन गर्न स्थानीय अनुकूलन कार्ययोजना लापा तयार गरिएको छ। लापा कार्यान्वयन गर्नका लागि जनसङ्ख्या तथा वातावरण मन्त्रालयले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँगको सहकार्यमा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम सञ्चालनमा ल्याएको छ। बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग DFID र युरोपियन युनियनको आर्थिक तथा संयुक्त राष्ट्रसङ्घीय विकास सहयोग कार्यक्रमको प्राविधिक सहयोगमा सन् 2013 देखि नेपालका पश्चिमका विभिन्न जिल्ला र गाविसहरूमा यो कार्यक्रम सञ्चालनमा छ। नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रम लागू भएपछि कर्णालीको एक विकट जिल्ला कालीकोटका समुदायको जीवन भोगाइमा आमूल परिवर्तन भएको छ। जलवायु परिवर्तनले गर्दा पानीका मुहानहरू सुके अथवा समयमा सिँचाइ कुलोहरूको उपलब्ध नहुने अवस्थामा पानीका पोखरीहरू बनाएर हामीले केही सिँचाइ पोखरीहरूको काम गर्छौँ। त्यस्तै वृक्षारोपणका कार्यहरू गर्छौँ एकातिर भने, अर्को नागरिकहरूको योजना प्रक्रियामा सामेल हुने, विकास प्रक्रियामा सहभागी हुने क्षमता पनि बढाउँछौँ। अर्को व्यवहार परिवर्तन र प्रकृतिलाई संरक्षण गर्ने र उनीहरूको आय आर्जन क्षमता बढाउनको लागि हामीले केही आय आर्जनका क्रियाकलापहरू गरेका हुन्छौँ। कृषि, पशु सेक्टर सम्बन्धी। त्यसै गरी हामीले नागरिकहरूको माग अनुसार योजना गर्ने भएको हुनाले उनीहरूको आवश्यकता पूर्ति हुने हुँदा यो लापा कार्यक्रमबाट कमसेकम बस्ती स्तरमा नमुना रूपमा साना साना आयोजनाहरू सञ्चालन गरेर हामीले एउटा राहतका कामहरू र एउटा पूर्वाधारका कामहरू नै गरिरहेका छौँ। कालीकोटमा यो कार्यक्रमले 6 वटा मुख्य कार्यक्षेत्रहरू पशुपालन र खाद्य सुरक्षा, वैकल्पिक ऊर्जा, जलवायु सृजित प्रकोप तथा पूर्वाधार, मानव स्वास्थ्य, वन व्यवस्थापन तथा जैविक विविधता, मानवीय स्रोत, जीविकोपार्जन तथा क्षमता विकास लगायतका विषयमा केन्द्रित भई कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। कार्यक्रमले स्थानीय तथा राष्ट्रिय योजना तर्जुमा पद्धतिलाई जोड्दै समुदायकै माग,
उनीहरूकै सहभागिता, व्यवस्थापन र नेतृत्वमा अनुकूलनका गतिविधिलाई अघि बढाइएको छ। जलवायु परिवर्तन बाख्रा पालन किन दिन्छन् भन्ने खालको त्यो क्वेसनहरू पनि आछ। तर हामीले त्यसलाई के अरे उहाँले बुझाउने प्रयास गरिरहेछौँ भने होइन, यो जलवायु परिवर्तन जुन एउटा प्रभाव पार्यो साना किसानहरू, जुन जमिन नभएका किसानहरू, जुन पहिरोले लग्यो त्यस्ता मान्छेहरूलाई किन सङ्कट आयो। अब सङ्कट आउँदाखेरि पहिलो प्रारम्भिक गर्ने किन उसले बिहान बेलुका खानको लागि कसरी गर्ने भने तुरुन्तै एउटा के अरे भ्यालु हुने जुन बाख्रा पालन त्यो चाहिँ दिनुपर्छ र उसलाई कृषिको सम्बन्धी तालिम के अरे दिनुपर्छ, बिउ बिजन दिनुपर्छ। राज्यका निकाय तथा नागरिक समाजबीचको रचनात्मक सम्बन्धका आधारमा सञ्चालित यो कार्यक्रमबाट जलवायु परिवर्तनका कारण गरिब तथा सङ्कटासन्न समुदायले प्रत्यक्ष लाभ लिएका छन्। एकैछिन कालीकोट जिल्ला मानमा 9मा बस्ने महावीर पाण्डेको अनुभवतर्फ लागौँ। उनी अहिले मान्माका एक सफल तरकारी कृषकका रूपमा परिचित छन्। केही वर्ष अघिसम्म महावीरको परिवारलाई वर्षको 3 महिना खाना पनि धौधौ थियो। पहिला हाम्रो यो जमिनमा मकै र गहुँ लगाएर 2 महिना मात्रै खान लाग्न पुग्थ्यो भने हाम्रो अहिले तरकारी लगभग 6 महिना खान पुग्छ। यो सहयोग कार्यक्रम र यो यसरी जानुपर्छ, यसरी गइनुपर्छ ट्रेनिङ तालिमहरू लाखा कार्यक्रमले गरिदिएको छ। र आर्थिक पनि हल्का जस्तै सिँचाइ चाहिएको ठाउँमा सिँचाइ, पोखरी ठाउँमा चाहिएको ठाउँमा पोखरी। पहिला हाम्रो व्यवस्थित पोखरीहरू थिएनन्, व्यवस्थित कुलाहरू थिएनन्, नहरहरू थिएनन्। त्यो नहर भएर सुक्काएर खरेरीमा हाम्रो जमिनहरू भइरहेको थियो भने अहिले ती नहर र कुलाहरू पोखरीहरू निर्माण भएदेखि हामी सुक्का र खरेरीबाट वञ्चित भएका छौँ र हामी तरकारीबाट खाद्यान्न बालीभन्दा तरकारी बालीबाट हामी अगाडि गइरहेका छौँ। जलवायु परिवर्तन सहयोग कार्यक्रमले परिवर्तित जलवायुसँग अनुकूलित हुने गरी व्यावसायिक कृषि प्रणाली सिकाएपछि उनी तरकारी खेतीतर्फ आकर्षित भएका हुन्। अहिले उनको करेसाबारी हरिया तरकारीले भरिएको छ। उनी उत्पादित तरकारी आफू उपभोग गर्छन् र बाँकी भएको तरकारी नजिकको बजारमा लगेर बिक्री गर्छन्। बिहान बेलुका हात मुख जोड्न कठिन भएको अनुभव सँगालेको महावीरको परिवार अहिले वार्षिक 6 लाखसम्म आम्दानी गर्न सफल भएको छ। अब वार्षिक आम्दानी 5-6 लाख रुपियाँ भइरहेछ। पहिला हामीलाई 5-6 रुपियाँ देख्न मिल्दैन थियो भने अहिले 5-6 लाख रुपियाँ बनिरहेछ। अहिले महावीरका जस्तै उद्यमशीलता र आत्मनिर्भरताका कथा सुनाउने पात्र प्रशस्तै भेटिन्छन् कालीकोटमा। सिँचाइ सुविधा नभएका र पुराना कुलो सुकेका ठाउँमा कार्यक्रमकै सहयोगमा प्लास्टिक ट्याङ्की निर्माण गरी आकाशे पानी सङ्कलन गर्ने परिपाटी मिलाइएको छ। पानीको मुहान संरक्षण र नयाँ सिँचाइका लागि कुलो निर्माण पनि गरिएको छ। नाङ्गा डाँडाहरूमा वृक्षारोपण गरिएको छ। यो प्रयासले सम्पूर्ण समुदायको जीविकोपार्जनमा सुधार आएको छ। निर्वाहमुखी कृषि अङ्गालेका किसानहरू अब व्यावसायिक बनेका छन्। आफ्नै बारीमा फलेका ताजा तरकारी र फलफुल उपभोग गर्न पाउँदा पोषणको अवस्थामा समेत सुधार आएको छ। हामी पहिलो पुरानो खेतीमा एक टाइममा मकै लगायौँ भने 6 महिना खान्थ्यौँ, लाग्थ्यो भने खेतीमा। अहिले लाभा संस्थाले सिकाउँदाखेरि टमाटर भयो नि काउली भयो नि सिकाउँदाखेरि 6 महिनामा 2टा बाली खाइन्छ। पहिला चाहिँ त्यति पनि आम्दानी इन्डिया जान्थ्यौँ, कोही बम्बई जान्थ्यो, कोही कहाँ मलहरतिर जान्थ्यो। अहिले चाहिँ हामीले त्यति जानु परेको छैन सर। हामीले चाहिँ यसैभित्र चाहिँ भइरहेछ, पुगिरहेछ सर। पहिला चाहिँ अब इन्डिया गयौँ भने सर त्यहाँ चोरी गरेर लैजान्थ्यो, नागी घर आउँथ्यो। अब अहिले घरमा बस्दा जे चाहिँ तरकारी सरकारी ल्याउँदा यताउति गर्दा सङ्घ संस्थाले यताउति हेर्दा हामीलाई अलिकति भइरहेछ सर, स्रोत राहत भइरहेछ सर। यो सालमा खडेरी परेको हुनाले अन्य ठाउँमा बाली भएन सर। सुक्खा थियो भने हाम्रो यो ठाउँमा लाभा संस्थाले गर्दा हाम्रो बिउहरू जति हामीले पोहोर सालमा बर्खामा हिउँदमा पाउने बाली जो थियो अहिले सालमा पनि त्यति नै पायौँ। यो पानी र पाइपको कारणले गर्दा, पोखरीको कारणले गर्दा अब राम्रो त भयो सर। हामीलाई जे होस् तरकारी खेती गर्नलाई, अब यो सिँचाइ गर्नलाई जे होस् हामीलाई राम्रै छ सर। अनि रोकिराको प्रकोप कम भएपछि विषादी मुक्त तरकारी उत्पादन हुन्छ।
भौतिक पूर्वाधारमा सघाउ पुर्याइएसँगै कृषकहरूलाई उचित तालिम र परामर्श समेत दिइएको छ। परिवर्तित जलवायुमा पनि तरकारी तथा फलफुल उत्पादनका लागि प्लास्टिक टनेल निर्माणको तरिका सिकाइएको छ। जस्तो पानीको मात्रा बढी भयो भने मैले अघि भने गोलबेडामा ओइलाउने रोडुवा रोग लाग्छ। उचित बिउ बिजन र बाली छनौटमा समेत नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमका तालिमहरू केन्द्रित भएपछि स्थानीय बासिन्दा बेफुर्सदी बनेका छन्। हाम्रो माग पनि थियो, पहिला त्यो माग जाल योजना पनि परेको होइन, नगर्ने भनेर माग गरेर राखेका थियौँ। हामी गर्छौँ, पोखरी पनि बनाएका छौँ हामीले। त्यो पोखरीमा त्यो तरकारी खेती प्रयोग गरौँला भनेर नै हामीले त्यो माग मागेका हौँ, त्यो सम्पन्न पनि गरिसकेका छौँ हामीले। अब हामीले भैँसी पाल्ने पनि छोडिदियौँ, यस्तै काम लाग्यो भने भैँसी पाल्नौ न भनौँ, अब तरकारी खेतीमा लाग्नुपर्ने भयो। त्यही लागि हो आजको कार्यक्रम। यस्तो के थियो भने हामीले सादा तरकारी नगरेर नुन र खुर्सानीसँग रोटी खाने चलन थियो। आजकल यो यस्ता कार्यक्रमहरू आउँदाखेरि हामीले केही न केही बुझेका छौँ र केही न केही जानेका छौँ र तरकारी आफ्नै करेसाबारीमा उत्पादन गरेर अब तरकारीसँग रोटी खान हामीले पाएका छौँ। यो हिउँदे सिजनमा पनि जति बेला जाडोमा पनि तरकारी खेती गर्न सकियोस्, प्लास्टिकभित्र भएर पनि तरकारी खेती गर्न सकियोस्, अनि उहाँको पोषण स्थितिमा सुधार होस् र बढी भएको तरकारी बजारमा गएर बेचेर उहाँहरूले आर्थिक आम्दानी लिन सक्ने अवस्थाको सिर्जना होस् भन्ने उद्देश्यले यो तालिम सञ्चालन गरिएको। यी कार्यक्रमहरू सञ्चालन गर्नका लागि गाविसमा गाविस समन्वय समिति निर्माण गरिएको छ। सबै सरकारवालाहरू सम्मिलित यो समितिले गाविसका अति जोखिममा परेका क्षेत्रहरू पहिचान गरे कार्यक्रम कार्यान्वयनको आधार तयार गर्छ। कार्यक्रम कार्यान्वयनका लागि 4वटा समूह V1, V2, V3 र V4 मा विभाजन गरिएको छ। यो वर्गीकरणमा V4 मा पर्ने समूह अति जोखिमयुक्त समूह भएकाले कार्यक्रम कार्यान्वयनमा यही समूहलाई प्राथमिकता दिने गरिएको छ। हामीले के गर्छौँ भने अति सङ्कटमा परेका जनताहरूको पहिचान गर्छौँ। कस्ता किसिमका जनताहरू जलवायु परिवर्तनको जोखिममा छन्, त्यस्ता व्यक्तिहरूको छनौट गरिसकेपछि उनीहरूको आवश्यकता कस्तो छ, कस्तो किसिमको क्रियाकलापहरूले गर्दाखेरि चाहिँ उहाँहरूको अनुकूलित हुन सक्ने क्षमतामा वृद्धि हुन्छ, कसरी अनुकूलन हुन सक्छ भन्ने हिसाबका क्रियाकलापहरू हामीले पहिचान गरेको हुन्छौँ। त्यो नै पहिचान गरेका क्रियाकलापहरूले गर्दाखेरि यहाँनिर एउटा स्थानीय अनुकूलन कार्य योजना भन्ने बनेको छ। त्यो कार्य योजनामा हामीले टेकेर त्यहाँ भएका क्रियाकलापहरूलाई नै हामीले त्यहाँनिर कार्यान्वयन गर्छौँ। जुन योजना चाहिँ त्यहाँको समुदाय, वडा स्तर र गाविस स्तरले आफैले बनाउनु भएको हो र यो किसिमका क्रियाकलापहरू यसरी हामीले गऱ्यौँ भने चाहिँ हाम्रो जीविकोपार्जनमा पनि सहयोग पुग्छ, हामी पुनर्स्थापित हुन सक्ने क्षमतामा पनि हाम्रो वृद्धि हुन सक्छ, अनुकूलित पनि हामी हुन सक्छौँ भन्ने क्रियाकलापहरू गरेको हुँदा जनताले त्यस्ता किसिमका क्रियाकलापले गर्दाखेरि उदाहरणको लागि भनौँ, यो मानमा गाविस नै यो वर्ष लामो समय खडेरी पर्यो। लामो समय खडेरी पर्दाखेरि हामीले त्यहाँनिर सानो सपोर्ट गरेको थियौँ। एउटा जस्तो कि पानीको मुहान संरक्षण गऱ्यौँ। त्यो पानीको मुहान संरक्षणलाई लिङ्केज गरेर त्यसबाट एउटा पोखरी बनायौँ, पोखरीको संरक्षण गऱ्यौँ। त्यो पोखरीमा पानी ल्याइसके पछाडि हामीले त्यहाँबाट पाइपद्वारा चाहिँ सिँचाइका प्रविधिहरू अपनाएर सिँचाइहरू गऱ्यौँ, जसले गर्दाखेरि चाहिँ त्यहाँ भएका कम्तीमा पनि 50 घरधुरीहरू चाहिँ पहिला जति उत्पादन र जति आफ्नो खेती भित्र्याउन सक्नुहुन्थ्यो त्यति नै खेती पनि यो वर्ष पनि भित्र्याउन सक्नुभएको छ। यसरी विभिन्न ठाउँमा, विभिन्न समुदायमा विभिन्न क्रियाकलापले गर्दाखेरि चाहिँ आय आर्जनमुखी जनताहरू हुन सकेका छन् र फाइदा पाएका छन्। सङ्कटात्मक तहमा रहेका मानिसहरूलाई हामीले कहीँ पोखरी बनाएर हुने हो कि कहीँ सिँचाइ कुलो बनाएर हुने हो कि कहीँ पुल बनाएर हुने हो कि कहीँ बाटो, त्यसपछि गएर कहीँ सूचना केन्द्र स्थापना गरेर हुने हो कि कसरी जलवायु परिवर्तन सम्बन्धी अनुकूलित हुने जस्ता हामी क्रियाकलापहरू गर्छौँ। आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित समुदायलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्यसँग सम्बन्धित भौतिक पूर्वाधारहरू समेत निर्माण गरिएको छ। घरै छेउमा व्यवस्थित स्वास्थ्य चौकी निर्माण भएपछि स्थानीय बासिन्दाहरू लाभान्वित भएका छन्। हामी गर्भ जाँच गर्न लागिसकेर ल्यायो। अब टाउको दुखायो भने हामीले सेती जानुपर्दछ भने यतै टाउको दुख्ने औषधि पनि यतै हुने भयो। सानो बिरामी एउटा लोड्दा पनि हामीले उपचार नपाएर मर्ने क्रम भइरहेको अवस्था र सुत्केरी अवस्था पनि त्यस्तै अवस्था। सामान्य सुत्केरीहरूको बिरामीले पनि र सुत्केरीहरूको ज्यान दिनुपर्ने अवस्था यहाँ रहेको हुँदा यसलाई स्थापना गर्दा अझै केही निकायहरूले हेरिदिन्छ कि भन्ने हामीले सोचिरहेका छौँ। लाफा संस्थाबाट हामीले चाहिँ आग्रह गऱ्यौँ। यो अहिले 2,50,000ले चाहिँ निर्माण गरिएको भवन हो।
अनि यहाँ अब स्वास्थ्य चौकी उपस्वास्थ्य चौकी काटिसक्यो, स्वास्थ्य चौकीलाई पनि माग गर्ने प्रोग्राम मिलाएकै छौँ, त्यो कार्यक्रम हुँदैछ। अनि अब यसलाई खासै गरी यहाँको जनताहरूलाई बिरामी टाढा नलैजानु पर्यो, साधारण उपचार होस् भनेर चाहिँ गरेको। लाभा संस्थाले पनि सहजै स्वीकार्यो। यहाँको अवस्थालाई देखेर होला जो अहिले सानो भए पनि एउटा एक कोठे भवन पारिदिएको छ। म हृदयदेखि आभार प्रकट गर्न चाहन्छु। यसै गरी विकट पहाडी